सो हजुर नमस्ते म डीके पारस। आज फेरि एउटा सानो अनि एउटा नयाँ भिडियो लिएर आइसकेको छु। धेरै समयको ग्याप पछाडि आज फेरि नाइट ड्युटीबाटै म तपाईहरुलाई चाहिँ तपाईहरुको जिज्ञासाहरुलाई समेटेर आज फेरि एउटा नयाँ भिडियो बनाउन गइरहेको छु। म पछिल्लो समयमा तपाईहरुसँग त्यो टाइम टु टाइम राम्रोसँग चाहिँ हैन अपडेट हुन पाइरहेको छैन, भिडियोहरु बनाउन पाइरहेको छैन। तपाईलाई थाहै छ म आजभोलि अलि नाइट ड्युटी गरिरहेको छु। अहिले म माल्टामा छु। पछिल्लो समयमा पीएचबीडी सेक्युरिटी रिलेटेड भिडियो बनाएर मैले आबुधाबीमा धेरै पोस्ट गरिसकेको छु। तपाईहरुले धेरै रुचाइदिनु भएको छ। हामीले चाहिँ जो साथीहरुलाई चाहिँ इन्फर्मेसन पास गर्ने कोसिस गरेका थियौं हैन, अनि धेरै साथीहरु मसँग जोडिनु भएको छ। सबैजनाले सब्स्क्राइब गर्नु भएको छ, भिडियोहरुलाई लाइक गर्नु भएको छ, शेयर गर्नु भएको छ। म एकदमै आभारी छु। जो साथीहरुले अझै पनि गर्नु भएको छैन प्लिज एडीके पारस च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला, लाइक शेयर गरिदिनु होला। म तपाईहरुको जिज्ञासाहरुलाई समेटेर यस्तै फ्री टाइममा चाहिँ भिडियोहरु बनाउने कोसिस गर्नेछु। मैले जाने बुझेका कुराहरु तपाईहरुसँग शेयर गर्छु। कति कुराहरु मैले जाने बुझेका हुँदैन, कति कुराहरु मैले छुटाएको हुन्छ। त्यस्तो कुराहरुलाई चाहिँ तपाईहरुले करेक्सन गर्न सक्नुहुन्छ। यसै भिडियोको कमेन्ट सेक्सनमा गएर तपाईहरुले चाहिँ कमेन्ट गरिदिनु भयो भने जो साथीहरुले भिडियो हेर्नुहुन्छ उहाँले पक्कै कमेन्ट चेक गर्नुहुन्छ अनि हामी एकअर्कालाई चाहिँ सजिलैसँग इन्फर्मेसन पास गर्न सक्छौं है त। हाम्रो उद्देश्य भनेको बिल्कुलै इन्फर्मेसन पास गर्ने हो हैन। यताउता फ्री टाइममा मैले यसो हल्का फुल्का रमाइला भिडियोहरु पनि हालिरहेको हुन्छु मेरो च्यानलमा। त्यसो भएर तपाईहरुले चाहिँ च्यानललाई टाइम टु टाइम चेक गर्न नबिर्सिनु होला। सब्स्क्राइबर, लाइक, यताउता के हुन्छ सबै मिलाएर गर्नु होला। पैसा कति पनि लाग्दैन है त। आजको भिडियो चाहिँ स्पेशली माल्टाको सेक्युरिटी सम्बन्धी छ अनि माल्टाको जो जबको बारेमा साथीहरुले सोध्नु भएको छ। पछिल्लो समय पनि मैले हालेको थियो माल्टा सेक्युरिटी, माल्टा जबको बारेमा के हुन्छ कस्तो हुन्छ भनेर। अनि मलाई चाहिँ साथीहरुले चाहिँ फेरि पनि अझ लगातार मेसेज गर्नु भएको थियो, यस्तो यस्तो डिमान्ड आएको छ, हामी के गर्ने भनेर सोध्नु भएको थियो। एप्लाई गर्दा के हुन्छ कस्तो हुन्छ भनेर सोध्नु भएको थियो हैन। नेपालमा 5 जनाको डिमान्ड आएको छ सेक्युरिटीमा, अथवा यसले चाहिँ यसरी भन्दै छ, यति पैसा मागेको छ, यति छ, यस्तो छ भनेर भन्नु भएको थियो। त्यसै अनुसारले मैले चाहिँ आफूले बुझे अनुसारको तपाईहरुलाई चाहिँ एउटा भिडियो बनाएर म तपाईहरुलाई शेयर गर्छु भनेर आजको भिडियो चाहिँ यसरी सुरु गर्दैछु हैन। स्पेशली म तपाईहरुलाई सुनाउन चाहन्छु कि यहाँनिर अहिले माल्टामा चाहिँ अब भर्खरै सिजन लगभग अब सकिदै छ हैन। अब अन्तिमतिर चाहिँ स्पेशली समर टाइम भनेको यहाँको मेन सिजन हो। माल्टामा चाहिँ समर टाइममा एक अत्याधिक हैन बिजी टाइम हुन्छ यो चाहिँ। होटलहरु अब यहाँ म्याक्सिमम भनेको बिजनेस भनेको होटलै हो। लगभग तपाईको 90% बिजनेस यहाँको होटलबाट नै हो नि भनेको। तपाईको अहिले अब होटलहरु एकदमै प्याक थियो यो अवस्थामा चाहिँ होटल स्टाफहरु एकदमै जरुरत थियो यहाँनिर यो सिजन टाइममा चाहिँ। अब बिस्तारै अब यो सिजन सकिदैछ अब जोस 1-2 महिना भित्रमा चाहिँ। अनि त्यो भएर चाहिँ अब कि अगाडि नै एप्लाई गरेर आउने साथीहरुको चाहिँ झापझुप काम भइरहेको थियो। अब यतिखेर तपाईहरुले एप्लाई गर्नुभयो भने चाहिँ अब तपाईहरुको वर्क परमिट निस्किनलाई के नभए पनि 2-3 महिना लाग्छ। 2-3 महिना लागिसके पछाडी त्यसपछि तपाईको अब एप्लाई गर्दाखेरि 2-4 महिना ठ्याक्क अफ सिजनको टाइम हुन्छ के तपाईले एप्लाई गर्नु बेला। अनि अफ सिजनमा चाहिँ के डर हुन्छ भने तपाईहरुको भिजा चाहिँ रिफ्युजल हुने चान्सेस बढी हुन्छ के, किनभने अफ सिजनमा यहाँनिर खासै स्टाफहरुको जरुरत पर्दैन। त्यो भएर आइडेन्टिटीले तपाईहरुको भिजा रिफ्युज गरिदिने सम्भावना चाहिँ बढी हुन्छ है। र त्यो भएर चाहिँ जहिले पनि सिजन स्टार्ट हुने, सिजन भनेको यहाँनिर स्पेशली समर टाइममा हो। समर स्टार्ट हुन भन्दा 1-2 महिना अगाडि तपाईले चाहिँ एप्लाई गर्नुभयो भने तपाईको भिजा रिस्युट एकदमै सक्सेस हुने चान्सेस चाहिँ एकदमै बलियो हुन्छ। त्यो बेलामा तपाईहरुले एप्लाई गर्नुभयो भने ठीक हुन्छ है त। अनि अर्को कुरा भनेको अब डिमान्डको कुरा, एप्लाई गर्ने कुरामा, पैसा दिने कुराहरुमा चाहिँ स्पेशली तपाईहरु चनाखो चाहिँ के कुरामा हुनुपर्छ भन्दा अहिले म्याक्सिमम एजेन्टहरु चाहिँ हैन जुन दलैहरु छन् तिनीहरुले चाहिँ अहिले के गरिरहेको छ भने नेपालतिर, दुबईतिर, आसपासतिर यिनीहरु ठाउँहरुमा चाहिँ सेक्युरिटीमा यति जनाको डिमान्ड छ तुरुन्तै ल गरिहाल्नुस् भनेर चाहिँ उहाँहरुले चाहिँ के गर्छन् भने 5 जनाको डिमान्ड देखाएर 500 जनाबाट पैसा लिने गरेको देखिएको छ के। त्यो भएर तपाईहरुले चाहिँ पैसा दिँदाखेरि अलिकति विचार पुर्याएर दिनु होला है, किनभने उनीहरुले पैसा लिन्छ तपाईसँग एडभान्स लिन्छ अनि बिस्तारै उनीहरुले चाहिँ काम गर्दै जान्छ। तपाईको वर्ष दिन 1 वर्ष 2 वर्ष झुलाइदिन्छ उनीहरुले, काम हुँदैछ प्रोसेस हुँदैछ भनेर भनिदिन्छ। त्यसपछि तपाईहरुलाई चाहिँ झुलाइदिन्छ उनीहरुले चाहिँ। 5 जनाको डिमान्ड देखाएर 500 जनाको यहाँ वर्क परमिटको लागि एडभान्स उठाएको मैले धेरै बुझिसकेको छु। त्यो भएर एकदमै राम्रोसँग अफिसियली डिमान्ड हो कि हैन हैन, साच्चीकै डिमान्ड आएको हो कि हैन, साच्चीकै एप्लाई गरेको हो कि हैन, त्यो राम्रोसँग नबुझिकन तपाईहरुले प्रोसेस अगाडि नबढाउनु होला हैन। जहिले पनि पैसा दिँदाखेरि चाहिँ विदिन तपाईको चाहिँ यदि तपाईले एडभान्स बुझाउनु भयो भने चाहिँ हैन तुरुन्तै उसले एप्लाई गरेको छ कि छैन, तपाईको वर्क परमिटको लागि उसले चाहिँ एप्लाई गरेको छैन कि छैन, तपाईहरुले तपाईको मोबाइलमै लिंक आउने तरिकाले हैन त्यो अनुसारले चाहिँ कन्फर्म गरेर अनि एप्लाई गर्नु होला। पैसा दिँदाखेरि एकदमै विचार गरेर दिनु होला कतिको जेन्युइन मान्छे हो, यसले काम गर्छ कि गर्दैन, झुलाउने मान्छे हो कि यसले साच्चीकै काम गर्ने मान्छे हो, त्यो कुरा चाहिँ 10 चोटी सोचेर पैसा दिनु होला। किनभने म्याक्सिमम के भइरहेको छ भने स्पेशली जुन दुबईतिर त्यस्तो देखिएको छ, धेरै दुबईतिर नेपालतिर पनि के गर्ने छ भने तपाईसँग अब मानम सपोज 2000 रुपैयाँ दिराम त्यहाँको एडभान्स लिएर वर्क परमिटको लागि एप्लाई गर्छु भनेर लिने। त्यसपछि बिस्तारै हुँदैछ भन्दै तपाईँको 1 साल बितिसक्यो तर पनि अझसम्म एप्लाई हुँदैछ भनिदिन्छ के। त्यो भएर
त्यस्तो नहोस्, राम्रोसँग बुझेर गर्नु होला। अनि राम्रोसँग काम सिकेर आउनुभयो भने माल्टामा राम्रो छ हैन। अनि स्पेशली होटल लाइनमा तपाईहरु होटल लाइनको तपाईँ एक्सपिरियन्स छ भने चाहिँ यहाँनिर धेरै होटलहरू छ, तपाईहरुले चाहिँ जबको अपर्च्युनिटीहरू धेरै पाउने चान्सेस यहाँ धेरै हुन्छ। एउटा ठाउँमा भएन भने पनि तपाईले अर्को ठाउँमा जब चेन्ज गर्न सक्नुहुन्छ। त्यो भएर चाहिँ सकेसम्म होटल लाइनको कामहरू सिकेर आउनुभयो भने तपाईहरुलाई पनि एडभान्टेज हुन सक्छ हैन। जुनसुकै काम, कुक, वेटर हैन, अरु त्यो जति पनि छन् बारटेन्डर, कफी मेकरहरू, बरिस्ता यता के हुन्छ, सबै कामहरू सिकेर आउनुभयो भने राम्रो हुन्छ। अब स्पेशल सेक्युरिटीमै आउनु साथीहरू पनि हैन, सेक्युरिटी नै मात्रै भनेर पनि नआउनुस् हैन। सेक्युरिटी भनिहाले मैले, राम्रो कम्पनी पर्यो भने राम्रै हुन्छ, नत्र भने भोलि बिहान काम चेन्ज गरेर अर्को काम पनि गर्नुपर्ने हुन सक्छ। त्यस्तो बेलामा एटलिस्ट आफू प्रिपेयर भएर आयो भने चाहिँ सबै कुरा राम्रो हुन्छ। त्यही नै हो आजको भिडियो। स्पेशली म त्यति मात्रै भन्न चाहन्छु कि यहाँनिर एप्लाई गर्दाखेरि तपाईहरुले चाहिँ वास्तविक डिमान्ड हो कि होइन, कतिको जेन्युन मान्छे हो, त्यो कुराहरू 10 चोटी सोचेर अनि बल्ल एप्लाई गर्नु होला है। कसैसँग एप्लाई गर्दाखेरि यहाँनिर कसैको त्यो भिडियोको भरमा कसैले बोलेका 2-4 वटा गफ, मिठा गफको पछाडि चाहिँ नलाग्नु होला। किनभने धेरैजना साथीहरूले आफ्नो एडभान्स पैसा चाहिँ डुबाएको मैले धेरै मेसेज पाइसकेको छु हैन। त्यो भएर हैन, कति साथीहरूले मलाई सेक्युरिटी जो आबुधाबीमा पिएसबीडीमा जुन सिरामा काम गर्दै हुन्छ साथीहरू, उहाँहरूको पनि पैसा फसेको छ। कति साथीहरूको सेक्युरिटीमा एप्लाई गर्ने भनेर उहाँहरूले मेसेज गर्नुहुन्छ। त्यो भएको हुनाले मैले आजको भिडियो यसरी बनाएर तपाईहरुसँग पोस्ट गरेको। त्यो भएर 10 चोटी सोच्नु होला, कतिको जेन्युइन मान्छे हो, कतिको हैन यसले चाहिँ काम गर्ने मान्छे हो, त्यो अनुसारले बुझेर उसको चाहिँ कस्तो छ त ब्याक रिभ्यू हैन, राम्रोसँग चेक गरेर अनि बल्ल एप्लाई गर्नु होला। सकेसम्म आफै पनि ट्राई गर्नु होला, राम्रोसँग स्ट्रङ सिभी बनाएर त्यसपछि डकुमेन्ट बनाएर तपाईले अलि राम्रोसँग अलिकति यदि स्ट्यान्डर्ड तरिकाले तपाईले मेल गर्नुभयो भने कुनै पनि अफिसरलाई हैन, कुनै उलाई चाहिँ कम्पनीहरुलाई चाहिँ तपाईहरुले गर्नुभयो भने उनीहरुको फिडब्याक आउन सक्छ हैन। त्यो भएर तपाईहरुले सकेसम्म आफै ट्राई गर्नु। यदि पैसै दिएर कसैको थ्रु गर्दै हुनुहुन्छ भने राम्रोसँग 10 चोटी सोचेर गर्नु होला। किनभने धेरै साथीहरुको एडभान्स पैसा जुन 2000-3000 दिराम जुन बुझाएका थिए त्यो अल्पत्र अवस्थामा छ हैन। त्यो दलेहरु खुल्लमखुल्ला हिँडिरहेको छ, काम गर्दैछौं भनेर यता र उता घुमिरहेछन् हैन, भिडियो हालेको छ, त्यही भिडियो भाइरल गराइदिन्छन् अनि मान्छेहरूले विश्वास गर्छन्। अनि त्यो भएर एकदमै बुझेर आउनु होला है, यही नै भन्न चाहन्छु। स्पेशली आजको भिडियोलाई चाहिँ फेरि बाँकी अर्को भिडियोमा लिएर आउने नै छु। आजलाई चाहिँ छोटो मिठो भिडियोलाई मैले यही टुङ्गाउँछु है त। हस्त, नमस्कार।